हेलो नमस्ते सबैजनामा कस्तो हुनुहुन्छ? आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला भनेर अझै पनि सबैलाई ह्यापी तिहार। अनि हामी चाहिँ लाग्यौँ है सेलरोटी बनाउनुतर्फ। यहाँ पिठोको मुसाइ हुँदैछ मेरो कान्छी बहिनीले। अनि यहाँ चाहिँ मैले अब सेलरोटी बनाउनुलाई सुरुवात पनि गरिसकेको छु। अनि अब भाइटिकाको निम्ति बनाएको यो सेलरोटी होइन। अन्त अब मैले पनि सिकेको धेरै चाहिँ भएको छैन, र पनि आफूले सुई यसरी बनाउनु सक्दा चाहिँ धेरै खुसी लाग्छ होइन। अनि मैले चाहिँ अब यसरी बनाउँदैछु बिस्तारै। अन्त अब मेरो कान्छी बहिनीले पनि म पनि ट्राई गर्छु नि, एउटा दुइटा चाहिँ यसरी नै सिक्छु म पनि भनेर उसले पनि सुरुवात चाहिँ गरी, तर ऊ चाहिँ तातो तेलको छेउमा हात लानु अलिक डराउँछ। तर डराउँदै भए पनि बिस्तारै पारा चाहिँ उसले ल्याई। अनि उसले पनि बनाएर एउटा त बनाएँ भनेर खुसी हुँदैछ। उसको रोटी अलिकति गोलो भइदिएको ऊ खुसी हुँदैछ। अनि एउटा बनाएर उसले अर्को चाहिँ अलिकति